तपाईँले यदि आफ्नो असाइनमेन्ट टर्निटिनमा सबमिट गर्नुपर्ने छ भने, तपाईँले त्यो असाइनमेन्ट चाहिँ सबमिट गर्नुभन्दा अगाडि एउटा कुरा गर्न सक्नुहुन्छ। त्यो गरेपछि तपाईँले पोटेन्सियल प्लेजरिजमबाट बच्न सकिने चान्सेस हुन्छ। त्यो के गर्न सक्नुहुन्छ भने, तपाईँले टर्निटिनमा फाइल अपलोड गरेपछि जुन चाहिँ तपाईँको असाइनमेन्टको अथवा रिपोर्टको फाइल छ, त्यो चाहिँ तपाईँले अपलोड गरिसकेपछि त्यसलाई डाइरेक्ट चाहिँ एसेसमेन्टको लागि सबमिट नगरेर त्यो फाइललाई तपाईँले सेभ गर्न सक्नुहुन्छ। त्यसलाई चाहिँ ड्राफ्टको जसरी तपाईँले सेभ गर्न सक्नुहुन्छ। यदि त्यो फाइललाई तपाईँले सबमिट नगरेर सेभ मात्रै गर्नुभएको छ भने स्टिल त्यो फाइल चाहिँ टर्निटिनको प्लेगरिजम चेकिङको चाहिँ क्यूमा बस्छ। अनि केही समयपछि 10 मिनट 15 मिनटपछि त्यो टर्निटिनले तपाईँको फाइलको चाहिँ सिमिलारिटी रिपोर्ट जेनेरेट गर्छ। अनि केही समयपछि तपाईँले चेक गर्नुभयो भने तपाईँले आफ्नो चाहिँ सबमिसन लिङ्कमा को रिपोर्टको अथवा असाइनमेन्टको सिमिलारिटी तपाईँले देख्नुहुन्छ। अब त्यो सिमिलारिटी हेरेर यदि त्यो एक्सेप्टेबल लेभलको छ भने तपाईँले त्यसपछि सबमिट बटन क्लिक गरेर चाहिँ सबमिट गर्न सक्नुभयो। यदि त्यो सिमिलारिटी तपाईँको युनिभर्सिटीले अथवा तपाईँको सब्जेक्ट म्याटरमा एक्सेप्टेबल भन्दा हायर सिमिलारिटी छ भने तपाईँले त्यो फाइललाई डिलिट गरेर त्यसपछि तपाईँले आफ्नो कम्प्युटरमा त्यो फाइललाई चाहिँ एडिट गरेर फेरि रिसबमिट गरेर चेक गर्न सक्नुहुन्छ। यसरी तपाईँले कुनै पनि असाइनमेन्ट रेडी गर्नुभयो भने टर्निटिनमा अपलोड गर्ने बित्तिकै सबमिट गर्नुभन्दा टर्निटिनमा अपलोड गरेर सेभ मात्रै गरेर सिमिलारिटी चेक गर्नुभयो भने you could save yourself from potential plagiarism.